हिजो मार्केटले चाहिँ हिजो सेल सिग्नल दिएको थियो। बाई चाहिँ कसरी दिन्छ, कुन आधारमा चाहिँ बाई गर्ने त भन्दाखेरि म तपाईँहरूलाई त्यो सर्टमा चाहिँ बुझाइहाल्छु। यो लेभलमा चाहिँ हिजो मार्केटले सेल सिग्नल दिइसकेको थियो भनेपछि आज मार्केट धेरै घटेर आज 2832 अङ्कमा चाहिँ आज चाहिँ मार्केट अडिएको छ भनेपछि अहिलेसम्म मार्केटमा चाहिँ सेलिङ प्रेसर अझै चलिरहेको छ। तपाईँहरूलाई मैले हिजो पनि अपडेट गराएको थिएँ कि मार्केटमा चाहिँ सेल सिग्नल यो लेभलमा आइसकेको छ भनेर मैले तपाईँहरूलाई हिजो नै तपाईँहरूलाई मैले सेयर गरेको थिएँ। भनेपछि अब हामीले बाई गर्नको लागि कहिले त भन्दाखेरि तबसम्म मार्केटले चाहिँ कहिलेसम्म मार्केटले चाहिँ बाई सिग्नल दिँदैन तबसम्म हामीले अब बाई गर्दैनौँ। अब मार्केटमा सधैँ घटिरहने मात्रै होइन सधैँ मार्केटमा चाहिँ हिजो यहाँ सेल सिग्नल दिएको छ भने आजको दिनमा चाहिँ आजसम्म पनि सेल जारी छ भनेपछि कुन दिनबाट चाहिँ मार्केटमा चाहिँ इन्ट्री गर्ने भन्दाखेरि जहिलेसम्म चाहिँ मार्केटले चाहिँ बाई सिग्नल दिँदैन होइन त्यो दिनसम्म चाहिँ हामी चाहिँ त्यो बेलासम्म चाहिँ हामी चाहिँ मार्केटमा वेट गर्छौँ। जब चाहिँ बाई सिग्नल दिन्छ त्यसपछि हामी चाहिँ बाई गर्छौँ। भन्दाखेरि बाई चाहिँ कसरी दिन्छ, कुन आधारमा चाहिँ बाई गर्ने त भन्दाखेरि म तपाईँहरूलाई त्यो सर्टमा चाहिँ बुझाइहाल्छु। कहिले चाहिँ मार्केटमा अब हामी इन्ट्री गर्ने भन्दाखेरि यो लेभलमा आएर चाहिँ ट्रेन्ड लाइनले चाहिँ मार्केटमा इन्ट्री गर्नु भन्छ। अब यसमा पनि त्यही हो होइन, यसमा पनि हाम्रो चाहिँ के हुन्छ भन्दा सुपर ट्रेड स्ट्राटेजी अन्तर्गत चाहिँ यही हुन्छ। फर्स्टमा हाम्रो के हुन्छ भन्दाखेरि ट्रेन्ड लाइनले चाहिँ हामीले बाई सिग्नल दिनु पऱ्यो। त्यसपछि सेकेन्डमा आउँछ हाम्रो चाहिँ सुपर ट्रेन्ड स्ट्राटेजी यो लेभलमा, ठिक छ। त्यसपछि सुपर ट्रेन्डले हामीलाई यो लेभलमा चाहिँ बाई सिग्नल दिइसकेको थियो। कन्फर्मेसनको लागि हाम्रो 3वटा स्ट्राटेजी छ नि हाम्रो होइन, सुपर ट्रेन्ड, त्यसपछि ट्रेन्ड लाइन, त्यसपछि हायर हाईको सिरिज। यो लेभलमा चाहिँ सुपर ट्रेन्डले बाई दिएको थियो हामीलाई भनेपछि यो लेभल अब हामी कुन लेभलमा चाहिँ हामी मार्केटमा इन्ट्री गर्थ्यौँ त भन्दाखेरि हामी यो लेभललाई ब्रेकआउट दिएपछि बल्ल हामी मार्केटमा इन्ट्री गर्ने हो होइन। यो भने चाहिँ कन्फर्म हुन्छ होइन। कहिलेसम्म हामी मार्केटमा चाहिँ कुर्छौँ बाई इन्ट्रीको लागि भन्दाखेरि अब हामी मार्केटमा यो यसरी आइसकेपछि एकपल्ट फेरि क्यान्डल फेरि माथि फर्मेसन यस्तो होला सपोजको लागि भनिरहेको छु मैले होइन। कहाँ हुन्छ भन्ने कुरा चाहिँ पत्ता त्यो चाहिँ अहिले थाहा हुन्न। त्यही भएर मार्केट फेरि सधैँ तलको तल जाने होइन कि तल माथि यसरी आइसकेपछि यहाँ एउटा चाहिँ यो चाहिँ हायर लो बनेको कन्डिसन थियो भनेपछि यो तलतिर आएर फेरि हायर लो फेरि अर्को बन्ला, ठिक छ। त्यसपछि जबसम्म यो हायर लोको ट्रेन्ड लाइन सिरिजलाई चाहिँ ब्रेकआउट गर्दैन तबसम्म चाहिँ हामी चाहिँ फेरि वेट गरिरहनुपर्छ। त्यसपछि यो जबसम्म यो हायर लोको सिरिज ब्रेकआउट गरेर मार्केट माथि जान्छ, ठिक छ। जबसम्म यो हायर लोको सिरिज यो हायर लो त्यसपछि अर्को मार्केटको अब हायर लो कतातिर भन्छ त्यो क्यान्डल वेट गर्ने। त्यसपछि त्यो क्यान्डलहरूमा चाहिँ यस्तै ट्रेन्ड लाइन ड्र गर्ने बेलामा हायर लोलाई चाहिँ यो पहिलाको यो हायर लोलाई चाहिँ ट्रेन्ड लाइनले चाहिँ ब्रेकआउट गर्ने बित्तिकै एउटा हाम्रो कन्फर्मेसन के हुन्छ भन्दाखेरि ट्रेन्ड लाइनले चाहिँ मार्केटमा चाहिँ बाई सिग्नल दियो भन्ने हुन्छ। तर हामी बाई गर्छौँ, बाई गर्दैनौँ। किनभने अझै पनि कन्फर्मेसनको लागि 2वटा स्ट्राटेजी हाम्रो बाँकी नै रहनेछ। त्यो बेलामा के बाँकी हो, त्यसपछि सुपर ट्रेन्ड लगाउँछौँ हामीले, ठिक छ। सुपर ट्रेन्ड लगाउँछौँ, त्यसपछि सुपर ट्रेन्डले पनि बाई सिग्नल दिनु पऱ्यो होइन। त्यसपछि सुपर ट्रेन्डले यो लेभलतिर बाई सिग्नल दिन सक्छ होइन। त्यसपछि बाई सिग्नल दिनु पऱ्यो, ठिक छ। त्यसपछि अब के हुन्छ त भन्दाखेरि यो लेभल छ नि यही लेभलको अब प्रिभियस मानौँ हाम्रो चाहिँ यो यसरी आइसकेपछि क्यान्डल फेरि यहाँ फर्मेसन हाम्रो क्यान्डल यहाँ होला। त्यसपछि हाम्रो चाहिँ के हुन्छ भन्दाखेरि यो प्रिभियस यो हायर हाई बन्छ नि, यसलाई त हामीले हायर हाई भन्नु पऱ्यो। त्यसपछि होइन यो हायर हाई बनिसकेपछि यो हायर हाईलाई तलबाट आउने बेलामा यसलाई फेरि क्रस गरेर मार्केट माथि जानु पऱ्यो भनेको मतलब मार्केट चाहिँ फेरि लोवर लोबाट के हुन्छ भने हायर लोतिरको सिरिज बन्दै फेरि माथि जानु पऱ्यो यस्तै गरेर होइन हो। त्यो भनेको चाहिँ मार्केटमा चाहिँ बुलिस मोमेन्टम चाहिँ मार्केटले क्याच गर्यो भन्ने हुन्छ। सो त्यही भएर तपाईँहरूले त्यो भइसकेपछि 3वटा स्ट्राटेजी अन्तर्गत हाम्रो यो लेभलमा चाहिँ ट्रेन्ड लाइनले बाई सिग्नल, त्यसपछि सुपर ट्रेन्डले बाई सिग्नल प्लस त्यसपछि यो क्यान्डल वाइजमा चाहिँ यो क्यान्डलले पनि के हुन्छ भन्दाखेरि हायर हाईको सिरिज त्यसपछि हायर लोको सिरिज बन्दै मार्केट चाहिँ फेरि पनि बुलिस मोमेन्टमको लागि यसरी माथि क्रस गर्ने बित्तिकै यो 3वटा स्ट्राटेजीले चाहिँ मार्केटमा बाई दिने बित्तिकै हामी चाहिँ फेरि त्यही लेभलबाट मार्केटमा इन्ट्री गरेर फेरि यस्तै गरेर अर्को मुभहरू चाहिँ हामी क्याच गर्नको लागि मार्केटमा इन्ट्री गर्छौँ। क्लियर भयो होइन त? ल हिजो नै सेल गरेको थियो भने अब मार्केटमा चाहिँ बाई कहिले गर्ने भन्ने पनि मैले तपाईँलाई यो स्ट्राटेजी पनि
तपाईँहरूले मैले सेयर गरेँ। तपाईँहरूले पनि बुझ्नुभयो भन्ने चाहिँ मलाई लाग्छ होइन। यो आधारमै तपाईँहरूले ट्रेडिङ गर्नुपर्छ भन्ने नै चाहिँ छैन, तर तपाईँहरूले हेर्दै गर्नु होला होइन। मैले कतिकोसम्मको मैले भनेको कुराहरू कतिको मिलिरहेको छ मार्केटमा भन्ने पनि तपाईँहरूले त्यो पनि तपाईँहरूले पहिला एनालाइसिस गर्न सक्नुहुन्छ, ताकि मैले यो भिडियो बनाउँदै गर्दाखेरि यसैलाई फलो गरेर तपाईँहरूले यसैलाई मात्रै फलो गरेर तपाईँहरूले एक्ज्याक्टली तपाईँहरूले आफ्नो पैसा चाहिँ सबै लगानी गर्नु चाहिँ नगर्नु होला होइन। यो चाहिँ तपाईँहरूलाई कुनै रिफरेन्सको लागि र एनालाइसिस गरेर अझै पनि बुझ्नु होला होइन। तपाईँहरूको नलेजलाई धेरै म्याक्सिमम रूपमा प्रयोग गर्नु होला, युज गर्नु होला। यो भिडियोलाई एउटा रिफरेन्सको लागि मात्र लिएर तपाईँहरूले पनि एनालाइसिस गरेर कतिको ठिक रहेछ, कतिको मिलिरहेको छ त भनेर तपाईँहरूले चाहिँ एउटा त्यो कन्फर्मेसन गरिसकेपछि मात्र यो स्ट्राटेजीमा चाहिँ तपाईँहरू ट्रेड गर्न सक्नुहुनेछ। नेप्से प्राविधिक विश्लेषणको लागि मलाई फलो गर्न सक्नुहुनेछ भन्दै यो भिडियोबाट म बिदा हुन्छु। हस् त, नमस्ते।